कोच खेमले कोच राजु बोल्दै गर्दा डिस्टर्ब गरेपछि कोच राजु केही असन्तुष्ट देखिए। पछि बोल्नुस् भनेर पालो दिँदा पनि बोलेनन्। तिमीले मेरो कुरै सुनेनौ क्या? अब होस् पछाडी सुन्नुहुन्छ। त्यसैगरी कोच प्रमोद र कोच राजुको ब्लगको अधिकार एपिसोड 6 सम्म आइपुग्दा नै सकिसकेको छ भने कोच मेलिनाले आफ्नो एउटा पनि ब्लग प्रयोग गरेकी छैनन्। नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई द भोइस अफ नेपालमा यो हप्ता के भयो भन्ने श्रृङ्खलामा। आज हामी द भोइस अफ नेपाल सिजन 7 को 6औं एपिसोडसम्म आइपुग्दा कसको टिम कस्तो बन्यो र द भोइस अफ नेपालका केही रमाइला घटनाहरूको चर्चा गर्दैछौँ। एपिसोड 5 को पहिलो प्रस्तुति दिन बडी बिल्डर तथा जिम ट्रेनर बाल मुकुन्द अवाल आएका थिए। उनको प्रस्तुतिमा चारैजना कोच घुमे। कोच प्रमोद र कोच खेम पेट घटाउने उपाय सोध्दै पुसअप गर्न थाले, तर पुसअप चाहिँ कोच प्रमोद र कोच खेमलाई गर्न लगाएर उनी चाहिँ कोच राजुको टिममा गए। यसै एपिसोडमा